वाइवाई लिएर गइरहेको हुन्छ। खास विनोद चौधरीले मलाई प्रमोसन गरेको बाबत के गर्नुपर्ने हो, तर खैर केही छैन। वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म हाम्रो होटलको माथिबाट डाँडामा गएर ब्लग स्टार्ट गर्दैछ है। विदेशीहरू टन्नै घुम्न आउँछन् यो डाँडामा। म चाहिँ 7-8 महिना भइसक्यो यही काम गर्न थालेको। अहिलेसम्म यो डाँडामा राम्रोसँग घुमेको पनि छैन कि। आज चाहिँ टक्क लाएर म यो पछाडिको माथि डाँडामा जानेछु। कस्तो छ हेर्नेछु है गाइस। यो चाहिँ ठुलो भ्यू पछाडिको हेर्छु। यहाँ स्टाफहरूको कार पार्किङ अब्बाल छ। यो डाँडामा जानेछौँ, हिँडेर जानुपर्ने अरे। अब माथि एउटा सानो खै चर्च हो कि के हो रहेछ, हेर्नेछौँ आज के रहेछ। हेर्न सक्नुहुन्छ यो नजारा। टक्क लाएर म चाहिँ माथि डाँडामा आइसक्यो। यो डाँडाबाट चाहिँ है यो हावाबाट बत्ती निकाल्ने यो डाँडा अनि सोलर यस्तो ठाउँहरू छ। म चाहिँ आज यो डाँडामा जानेछौँ। यहाँबाट सिँढी रहेछ, हेरौँ अब कस्तो हुन्छ। टक्क लाएर मेरो यात्रा चाहिँ यहाँबाट सुरु भयो है। यस्तो छ। अस्तितिरसम्म चाहिँ यो घाँसहरू पुरै हरियो थियो। अचेल चाहिँ पानी पर्न अलिक कम भएको थियो। अब सुक्न थालिसकेको छ। के गर्ने यहाँ गाई बस्तु पाल्दैन मान्छेहरू है। हाम्रो नेपालमा भयो भने टक्क काटेर खुवाउनु हुन्थ्यो। अब त्यो व्यवस्था छैन है। घाँस सब सुकेर गइसक्यो। हप्तामा 2 दिन छुट्टी हुन्छ। 2 दिन जाउँ भन्यो भने कहीँ केही साधनहरू छैन। अब पब्लिक ट्रान्सपोर्ट कुर्नलाई टाइम लाग्छ। त्यही भएर चाहिँ रुममा सुत्नुभन्दा त यही डाँडातिर यसो घुमौँ भनेर डाँडातिर निस्केको। धेरै नहिँडेनहरू थाक्दो रहेछ उकालो चढ्नलाई है। थाक्यो। थाक्यो साँच्ची हावा चलिरहेको रहेछ है। यस्तो मस्त मजा पहिलाले यहाँ चाहिँ यस्तो रहेछ। यहाँबाट खतरा भ्यू देख्छ अरे। हेरौँ के रहेछ यहाँबाट है। के देख्दो रहेछ यस्तो सरर लगाएर। Oh my god. कस्तो दामी ठाउँहरू देख्दो रहेछ। यहाँ चाहिँ हरेक दिन यति धेरै टुरिस्टहरू आउँछ कि
हेर्न सक्नुहुन्छ गाडी है यो रोडभरि पार्क गरेर राखेको हुन्छ यता माथि डाँडातिर पनि छ कि गाडी मान्छेहरू छ अति धेरै यो माथि डाँडामा हेर्न सक्नुहुन्छ आम्बो मान्छे पैदल यहाँ हिँड्ने कि डाँडैभरि मान्छे यो चाहिँ चर्च रहेछ कि चर्च जस्तै छ तर ढोका भन्दो रहेछ खै यताबाट चाहिँ समुद्र छ पुरै अनि यो चाहिँ हाम्रो होटल टक्क लागेर सरर खतरा हावा चलिरहेको रहेछ ओ माई गॉड यो पुरै चाहिँ हाम्रो होटल हो है अब यता पनि टुरिस्टहरू यति धेरै छ कि यो रोडभरि गाडी हेर्न सक्नुहुन्छ पार्क गरेको अनि यता डाँडामा यो डाँडासम्म हिँडेर जान्छ कि मान्छे 1-1.5 घन्टा लाग्दो रहेछ मान्छे छ है पुरै यहाँ पुरै डाँडै खोल्चाखाल्ची छ अनि यताबाट पनि माथितिर उत्तिकै मान्छे हो माई फेभरेट वाइ चाउ चाउ ठ्याक्क भन्नुपर्दा चाहिँ होइन अहिले म पोर्चुगलको मदेरा भन्ने एउटा आइल्यान्ड छ यो चाहिँ समुद्रको बिचमा सानो टापु छ है हाम्रो एउटा जिल्ला जत्रो पनि छैन त्यस्तो ठाउँको पनि अलि टाढा एरियामा छ क्या अब यहाँ चाहिँ ठ्याक्कै बस्ती भन्नुपर्दा हाम्रो होटल अनि त्यहाँदेखि लगभग आधी घन्टाको दूरीमा मात्रै अरू गाउँहरू छ यो पछाडि देख्नुहुन्छ त्यो ठाउँमा जानलाई चाहिँ मलाई लगभग आधी घन्टा लाग्छ नभए चाहिँ हाम्रो होटल मात्रै छ यो ठाउँमा अनि अरू सब टुरिस्टहरू आउने मात्रै हो गाउँ बस्ती केही छैन त्यो ठाउँमा आएर पनि टक्क लगाएर आज चाहिँ मैले वाइ चाउ चाउ लिएर आएको छु किनभने यो हाम्रै नेपाली ब्रान्ड हो नि त अब जुनै ठाउँमा गए पनि आफ्नै देशको हुन्छ नि त होइन प्रडक्टलाई नै माया गरौँ भनेर चाहिँ म कहीँ जाँदा पनि कि होइन वाइ लिएर गइरहेको हुन्छ खास विनोद चौधरीले मलाई प्रमोसन गरेको बाबत के गर्नुपर्ने हो तर खैर केही छैन अब मलाई मनपर्छ त्यही भएर चाहिँ होइन यो नेपाली ब्रान्ड हो नेपालीहरूको सान वाइ चाउ चाउ चाहिँ टक्क लगाएर खानेछौँ अनि त्यस पछाडि एकछिन इन्जोय गर्नेछौँ अनि जानेछौँ फाइनली आज म चाहिँ अब एक्लै आएको है अनि यसो यताउति हेरेँ जस्ट रमाइलो भयो अनि अब चाहिँ म एकछिन रेस्ट गरेँ चाउचाउहरू खाएँ अब चाहिँ म फर्किन लागेको हुन्छ गाइस तपाईँहरूले भिडियो हेरेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद हामी फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ हस् त बाई